नमस्ते सबैजनालाई फेरि पनि वेलकम छ हजुरलाई मेरो युट्युब च्यानलमा। सो आज चाहिँ म फेरि आइसकेको छु एउटा नयाँ रेसिपी ल्याएर हेर्नु होला है। आज चाहिँ म काबुली चनाको तरकारी बनाउन गइरहेको छु, हेर्नु होला है त। सो यो चाहिँ आज मैले त्यसमा हाल्दैछु पनि फ्राइसकेको छु। यो चाहिँ म हाल्छु यसमा प्याज, हाल्छु यसमा तेजपत्ता, यसको चलाइदिनु म लसुन अदुवाको पेस्ट हालिदिन्छु। ब्राउन ब्राउन भइसकेको छ, पाक्नु भइसकेको छ। यसमा यसमा हाल्छु टमाटर, अब सबै हाल्ने। अब यसमा टमाटर अलिअलि गल्छ अनि त्यसपछि म सबै पकाइदिने। त्यसको फ्रेस छ है। अब चाहिँ यसमा अब यति भइसकेको छ। अब चाहिँ म हाल्छु चना। अब यसलाई एकछिन भुट्ने। सोच्नु होला कि अघि भर्खरसम्म इन्डक्सनमा थियो, अहिले त ग्यासमा छ। सोच्नु भएको होला, तर मेरो घरमा बत्ती नै गयो र म ग्यासमा पकाउन आँटेको छु। पकाएको आलु पनि हाल्न आँटेको छु, म्यास गरिसकेको छु है पकाएको आलुलाई। अब यसरी चलाइदिने। मैले प्याजको पत्ता नि हालेको छु। अब चाहिँ म तातो पानी हालेर सिटी लगाइदिन्छु। तातो पानी पनि हाल्दैछु। यति पानी गयो हुन्छ होला। अब म यसमा सिटी लगाइदिन्छु। यसलाई सिटी पनि लगाइसकेको छु। सिटी पनि लगाइसकेको छ, यस्तो पाकिसकेको छ है। अब म यसमा हालिदिन्छु धनियाँ। अब चाहिँ यतिको आजको भिडियो चाहिँ यति नै है। मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु होला। बाई बाई।